थिएँ। सो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। त्यो म भन्दिनँ, मेरो भाइले भन्छ किनभने ब्लगर हो। सो म चाहिँ उसको ठाउँमा आज उसकै मिमिक्री गर्न चाहँदैछु। अनि अब हामी चाहिँ यस्तो जाडोमा हेट बिहानको 3 बजे छैन, 6 बजिसक्यो होला, सायद 6 बज्यो होला। हामी एकदम अहिले जाँदैछौँ। हामी जानुपर्ने कहाँ भन्नुहुन्छ नि, अहिले म देखाइदिन्छु। यहाँबाट अलिक देखिँदैन, सरी गाइज। हेर्नुहोस् पारि यो हाम्रो हस्पिटल भयो। यस्तो बिहान चिसोमा यसरी हिँड्नु परेको छ, बाफ गाह्रो नि त नि। जिन्दगीमा प्रगति चाहिँ गर्नै पर्ने रहेछ। प्रगतिको आइडी त्यही भरे। र गाइस यस्तै छ। अब के अरे त्यो के भन्छन् हिन्दीमा, सफर का फल मिठा होता है कि के भन्छन्। अब त्यस्तै छ, हिँड्दै हिँड्दै जानु छ। कुन फल? प्रतीक्षाको फल। प्रतीक्षाको फल? प्रतीक्षा के थरी? लुइटेल आइडी आइडी छैन भाइ, आइडी छैन। बुहारी भन्। ठाउँ चाहिँ जङ्गल घारी छ। यता चाहिँ सानो सानो बाटो, उता पर छ जटे। उतालाई भिडियो चाहियो अरे। अब त्यहाँ यस्तै छ हाम्रो चाहिँ, यस्तै छ। हामीभन्दा दाजु, हामीभन्दा ठुलो ब्याग बोकेको छ। हेर्नु यहाँ, यत्रो ब्याग बोकेर हिँडेको छ। हामीले ब्याग बोकाएको छ। अनि यसलाई कुन एङ्गलले म दाजु भनौँ भाई बाप बाप होता है, बाप से काम मत कहना पे, तुम खुद करना काम। बोल्दा बोल्दै बिचराको बोली अड्किसक्यो। गाइज हामी चाहिँ अब लाग्यौँ दाइ। माओवादीले भिडाइदिएको ब्याग उता अर्को भाग्दैछ ब्याग बोकाउँछन् भनेर। ठाउँ चाहिँ यस्तै छ। एकछिन हिँड्दै सास बढेर बिजोग छ। यता छ चट्टे, यता माओवादीको फेरि ब्याग बोकायो बेग्लै छ। यता तल चाहिँ खोला रहेछ। कुन खोला हो? कुन खोला हामी? बिरिङ रहेछ। जङ्गल घारी छ दुईपट्टि, बिचमा बाटो। अनि हामी तिन भाइ हिँड्दैछौँ। कति बेला पुग्ने थाहा छैन। 5 बजी उठेर गएर के अरे 7-8 बजी पुग्ने भनेको थियो। अब हिँड्दै 6 बज्यो। हेरौँ अब 9-10 कति बज्ने हो। हेमराजको मिज्यू, उसको मिज्यू अगाडि, ऊ पछाडि। ऊ मिज्यूलाई भेट्न जाँदैछ। बाटो त्यता छ। एउटाले ल्यायो हामीलाई चोर बाटो। आफू जस्तै चोर बाटो ल्याइरहेछ। आफू जस्तै चोर बाटो छ यस्तो। हजुर यता हेरेर भनिदेऊ नि त के भन्दैछ। मैले सुनिनँ। झापामा यस्तो बाटो भयो, जुका लाग्थ्यो होला। लाग्थ्यो। यहाँ चाहिँ बाटोले आउँछ, तर जुका लाग्दैन। जुका लाग्दैन, तर सेक्युरिटी छ हाम्रो।